हेलो साथीहरू, ह्यापी होली। तपाईँहरू त आज होली खेलिराख्नु होला है। तर हाम्रो चाहिँ अस्ति भर्खरै परिवारमा घटना भएको थियो, त्यसैले होली छैन। आज चाहिँ हाम्रो अमिलो खाने कार्यक्रम दाइले पाहाडबाट ल्याइदिनु भएको थियो कि यतातिर दिदी चाहिँ अमिलो तास्दै हुनुहुन्छ। म पनि दिदीसँग जिस्किँदै तास्दै चाहिँ भिडियो बनाउँदै गरिरहेको छु। अब हामी चाहिँ यो बाहिरको छिल्का निकाल्दैछौँ, खाना मिठो हुन्छ नि त यो, त्यसैले अब चाहिँ हामी अमिलो बनाउँदैछौँ अनि त्यसको बाहिरको बोक्राहरू निकालिरहेछौँ के। अनि कान्छी बुहारी भिडियो रेकर्ड गर्दै थिइन्। अब यतातिर दिदी चाहिँ नुन खुर्सानी चिनी हालेर मोल्दै हुनुहुन्छ। कान्छी बुहारीले चाहिँ अनि दही हालेको नखाने रे, त्यही भएर यत्तिकै दिनुभयो दिदीले। अनि हामी अनि बज्जै अनि केटाकेटीहरूको लागि चाहिँ दही हालेर मोल्दै हुनुहुन्छ। अब दही हालेर मोल्दै हाम्रो चाहिँ रेडी भइसक्यो। अब दिदीले सबैलाई भाग लगाउँदै हुनुहुन्छ। यतातिर सबको कटौराहरू पनि आइसक्यो होइन। केटाकेटीहरू पनि वरिपरि बसिरहेछन् अनि मेरो हातमा पनि आइसक्यो। सबैभन्दा पहिला मेरो हातमा आइसकेपछि अब म चाहिँ बाबुलाई चखाइदिँदैछु होइन। उसले चाहिँ नखाने रे, सधैँ त खान्छ, आज खै के भएको है। बाई बाई गाइज, हामी चाहिँ अमिलो खान्छौँ अब।